हेलो गाइस, आज बिहानै म पशुपतिनाथ दर्शन को लागि आएको। जय शंभो, जय भोलेनाथ, जय पशुपतिनाथ। पहली बार गंगा स्नान कर रहा हूँ। थोड़ा ठंडा है पानी, पर दिल को सुकून मिल रहा है। नमस्कार, तपाईहरुलाई न्यू टेक सपोर्ट नेपाली युट्युब च्यानलमा स्वागत छ। भिडियो पुरा हेर्नु होला। यस्तो भिडियो कसरी बनाउने सिक्न चाहनुहुन्छ भने। नमस्कार साथीहरु, तपाईहरुले स्क्रिनमा अलरेडी प्रिभ्यू भिडियो हेर्नु भएको छ र यो भिडियो हाम्रो च्यानलमा नभएर यो भन्दा अगाडि तपाईहरुले जताततै देख्नु भएको होला, किनभने यस्तो टाइपको मंकी वाला भिडियो वा कुनै पनि एआई वाला भिडियो एकदम नै ट्रेन्डिङमा रहेको छ साथीहरु। र यस्तो टाइपको भिडियो म तपाईहरुलाई आज फ्रीमा कसरी बनाउने भन्ने कुरा सिकाउन गइरहेको छु। कृपया तपाईहरुले भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्नु होला। र साथीहरु, सबभन्दा पहिले तपाईहरुले के गर्नुपर्छ भन्ने कुरा रहेको छ। सबभन्दा फर्स्टमा तपाईहरुलाई चाहिने भनेको एउटा फोटो रहेको छ। तपाईहरुले फोटो चाहिँ त्यो जुन भिडियो अहिले भाइरल रहेको छ मंकीको भ्लगिङ वाला भिडियो हेर्न सक्नुहुन्छ। यस्तो टाइपको भिडियो भाइरल रहेको छ। यो भिडियोमा तपाई कुनै ठाउँमा गएर एउटा स्क्रिनशट लिन सक्नुहुन्छ। त्यसरी तपाईले एउटा स्क्रिनशट लिनु होला। स्क्रिनशट लिइसकेपछि तपाईले त्यो फोटो युज गर्न सक्नुहुनेछ वा तपाईले त्यस्तै टाइपको फोटो पनि जेनेरेट गर्न सक्नुहुन्छ। सजिलोको लागि साथीहरु, मैले तपाईलाई यो फोटो चाहिँ तपाईले भिडियोबाट स्क्रिनशट लिएर यसलाई क्रप गर्दा एकदम सजिलो तरिका भनेको त्यो रहेको छ। अब साथीहरु, तपाईहरुले यो जुन रहेको छ यो फोटोलाई युज गरेर हामीले यो फोटोमा के प्रोम्प्ट चाहिन्छ हामीलाई थाहा छैन एकछिनको लागि, त्यो प्रोम्प्ट हामीले जेनेरेट गर्ने छौं। प्रोम्प्ट तपाईहरुलाई थाहा छ भने लेख्दा हुन्छ, तर हामीले सर्टकटको लागि चाहिँ यो फोटोबाट प्रोम्प्ट चाहिँ हामीले जेनेरेट गर्न सक्छौं। यसको लागि साथीहरु तपाईहरुले च्याट जीपीटी भन्ने जुन एप रहेको छ यो एपमा जानुपर्ने हुन्छ। यो एपमा साथीहरु तपाईहरु गइसकेपछि यहाँबाट फोटो लोड गर्नु होला। फोटो तपाईहरुले जुन स्क्रिनशट लिनु भएको छ त्यो लोड गर्नु होला। त्यसपछि तपाईहरुले यहाँबाट जेनरेट prompt for this photo भनेर यहाँबाट यहाँबाट तपाईहरुले लोड गर्नुभयो भने तपाईहरुको यो फोटोमा के कस्तो कुराहरु छ त्यो अनुसारको यहाँबाट prompt जेनेरेट हुनेछ। हेर्न सक्नुहुन्छ यो यहाँबाट तपाईहरुले यो एआई ले चाहिँ अटोमेटिकली थाहा पाइसक्यो कि यहाँबाट गंगा रिभर बनारसी इन्डियामा रहेछ भनेर यहाँबाट सबै कुरा तपाईहरुलाई डिटेल दिइसकेको छ। यसरी नै साथीहरु, अब यहाँबाट यदि गंगा रिभर छ भने तपाईहरुले यहाँनेरि के गर्न सकिन्छ, गंगाको साटो नेपालको अरु रिभर छ, अरु कुनै ठाउँ, अरु कुनै टेम्पल छ भने यहाँबाट तपाईहरुले नामहरु लोकेसनहरुको चेन्ज गरेर त्यो तपाईहरुले प्रोम्प्ट चाहिँ युज गर्न सक्नुहुनेछ। साथीहरु, मैले अलरेडी एउटा प्रोम्प्ट लेखेर राखेको छु। तपाईहरुलाई म सिधै त्यो प्रोम्प्ट देखाउन गइरहेको छु। तपाईहरुले यो प्रोम्प्ट कसैको कपी गर्नु पर्दैन साथीहरु, तपाईहरुले यो प्रोम्प्ट चाहिँ आफै बनाउनु पर्ने हुन्छ। वा तपाईहरुलाई मैले भर्खर सिकाए अनुसार तपाईहरुले कुनै फोटोलाई लिनु होला र त्यसको प्रोम्प्ट जेनेरेट गरेर त्यहाँ भएको कुराहरुलाई हल्का एडिट गरेर तपाईहरुलाई के चाहिन्छ, आफ्नो घर चाहिन्छ, आफ्नो लोकेसन चाहिन्छ, आफ्नो रुम चाहिन्छ, जे चाहिन्छ त्यो अनुसार तपाईहरुले त्यहाँ हल्का मिलाइदिनु भयो भने तपाईहरुको भिडियो त्यही अनुसार त्यो प्रोम्प्ट अनुसार चाहिँ रेडी हुनेछ। अब यहाँ हेर्न सक्नुहुन्छ यो पनि मेरो चाहिँ यहाँ फोटो अनुसारको प्रोम्प्ट थियो, तर यहाँ मैले पशुपतिनाथ टेम्पलहरु मैले अलिकति एडिट गरिदिएको छु प्रोम्प्टलाई, र यो प्रोम्प्टलाई मैले यहाँ कपी गर्छु। तपाईहरुले अघि जुन प्रोम्प्ट आएको छ त्यही प्रोम्प्टलाई पनि तपाईहरुले कपी गर्न सक्नुहुन्छ वा तपाईहरुले त्यसलाई कपी गरेर त्यसलाई चेन्ज गरेर पनि युज गर्न सक्नुहुनेछ। अब साथीहरु, नेक्स्ट स्टेप भनेको हामीले यो प्रोम्प्टलाई चाहिँ हामीले यो प्रोम्प्ट युज गरेर भिडियोमा जेनेरेट गर्नुपर्ने हुन्छ। किनभने हाम्रो यो चाहिँ फोटो रहेको छ, हामीसँग अहिले भिडियो, यो फोटोलाई चाहिँ हामीले भिडियो बनाउनु पर्ने हुन्छ। जस्तै यहाँ बनारसी छ, यो जे छ, यसको ब्याकग्राउन्डहरु चेन्ज गरेर हामीले नयाँ भिडियो बनाउनु छ भने यसको लागि साथीहरु अर्को यो वे रहेको छ जुन चाहिँ अहिले एकदम नै ट्रेन्डिङ रहेको छ, जुन चाहिँ साथीहरु VOE3 भनेर रहेको छ, जुन चाहिँ अहिले अमेरिकामा मात्र एलाउड रहेको छ। त्यसको लागि हामी के गर्छौं भन्दाखेरि सबभन्दा पहिले साथीहरु तपाईहरुले प्ले स्टोरमा गएर एउटा एप इन्स्टल गर्नुपर्ने हुन्छ, यानी कि ब्राउजर इन्स्टल गर्नुपर्ने हुन्छ। ब्राउजर साथीहरु रहेको छ ओपेरा मिनी विथ VPN तपाईले सर्च गर्नु होला, किनभने हामीले यहाँ VPN युज गर्नुपर्ने हुन्छ। नेपालबाट बन्दैन साथीहरु, इन्डियाबाट बन्दैन, हामीले चाहिँ USA अमेरिकाको लोकेसन युज गर्नुपर्ने हुन्छ। मैले यहाँ अलरेडी यो एप इन्स्टल गरेको छु, यसलाई सिधै ओपन गर्न गइरहेको छु। साथीहरु, भिडियोलाई सुरुदेखि अन्तिमसम्म स्किप नगरिकन हेर्नु होला, ताकि तपाईहरुले यो भिडियो कसरी बनाउने भन्ने कुरा एकदम सजिलोसँगले फ्रीली बनाउन सक्नुहुनेछ। र केही समस्या छ भने तपाईहरुले कमेन्ट गर्नु होला, म नेक्स्ट भिडियो यही रिलेटेड अवश्य पनि तपाईहरुलाई बनाएर तपाईहरुको समस्याहरुलाई समाधान गर्ने प्रयास गर्नेछु। ओके, अब तपाईहरुले यहाँनेरि आइसकेपछि ब्राउजरमा आइसकेपछि यहाँ तपाईहरुले सर्च गर्नु होला, जिमिनी सर्च गर्नु होला, जिमिनी भनेर सर्च गर्नु होला साथीहरु। जिमिनी सर्च गरिसकेपछि तपाईहरुको यहाँ फर्स्ट एउटा वेबसाइट आउँछ, यसलाई तपाईहरुले ओपन गर्नु होला। ओपन गरिसकेपछि यहाँनेरि हेर्न सक्छ यो जुन जिमिनी आएको छ यो मैले चाहिँ प्रो भर्जन लिएको छु। यहाँ तपाईहरुले माथि मेरो प्रोफाइलमा हेर्न सक्नुहुन्छ, प्रोफाइलको वरपर कलरफुल छ र छेउमा प्रो लेखेको छ। कलरफुल को मतलब बुझिन्छ हाम्रो यो प्रो भर्जन रहेको छ।
र साथीहरु अब हामीले यहाँनेरि लोकेसन चेन्ज गर्नुपर्ने हुन्छ किनभने हाम्रो यो नेपालहरुबाट बन्दैन त्यही भएर यो प्रोफाइलमा क्लिक गर्नु होला VPN लाई अन गर्नु होला VPN लाई तपाईहरुले अन गरिसकेपछि यहाँ VPN को लोकेसन जुन रहेको छ तपाईहरुले चेन्ज गर्नुपर्ने हुन्छ यहाँ साथीहरु अमेरिका राख्नु होला मैले अलरेडी अमेरिका अघि नै राखेको थिए यहाँ तपाईले अमेरिका राखेर सिलेक्ट गर्नु होला यति सिलेक्ट गरेपछि हाम्रो VPN अमेरिकामा कनेक्ट भइसक्यो यानीको अमेरिका लोकेसनमा अब यहाँ हामीले भिडियो जेनेरेट गर्न गइरहेका छौं अहिले जुन मैले प्रम्प्ट यहाँ कपी गरेको छु साथीहरु यो प्रम्प्टलाई यही प्रम्प्टलाई मैले पशुपतिनाथको प्रम्प्टलाई यहाँ म युज गर्न गइरहेको छु ओके यहाँ नै रहेको छ मेरो प्रम्प्ट यो प्रम्प्टलाई मैले यहाँ पशुपतिनाथको जुन प्रम्प्ट रहेको छ कस्तो टाइपको भिडियो बन्छ म चाहिँ तपाईहरुलाई लाइभ यहाँ चेक गरेर देखाउन गइरहेको छु र धेरै साथीहरुले तपाईले सोच्नु होला यो मैले प्रो लिएको छु पैसा तिरेको होला तर साथीहरु यो चाहिँ फ्री रहेको छ तपाईलाई यो प्रो लिन आउँदैन कसरी लिने फ्रीमा भन्ने कुरा लाग्छ भने अवश्य पनि नेक्स्ट भिडियो भनेर कमेन्ट गर्नु होला यो भिडियोमा ल एउटा लाइक गरेर एउटा शेयर चाहिँ साथीहरु अवश्य पनि गर्नु होला किनभने मैले तपाईहरुलाई फ्रीमा यो प्रो भर्जन कसरी लिने भन्ने कुरा तपाईहरुलाई म नेक्स्ट भिडियोमा सिकाउन गइरहेको छु यो भिडियोमा म साथीहरु भिडियो लेन्दी हुन्छ भनेर तपाईहरुलाई एडिट गर्न यो भिडियो बनाउन म तपाईहरुलाई सिकाउन गइरहेको छु तर नेक्स्ट भिडियोमा म तपाईहरुलाई यो प्रो कसरी जेनेरेट गर्ने त्यो पनि म तपाईहरुलाई सिकाउन गइरहेको छु ओके साथीहरु यहाँ तपाईहरुले के गर्ने भन्दाखेरि डिस्क्राइब योर भिडियोमा गएर त्यो प्रम्प्टलाई यहाँ पेस्ट गर्दिने हो तपाईहरुले यहाँ पेस्ट गर्दाखेरि यहाँ माथि के लेखेको छ भन्दाखेरि यु क्यान जेनेरेट वन मोर भिडियो टुडे यानी कि हामीले एक दिनमा यसबाट चाहिँ 3टा भिडियो मात्रै फ्रीमा बनाउन सक्छौं साथीहरु तपाईहरुले प्रो लिए पनि हामीले फ्री प्रो लिएको छौं यानी कि 1 मन्थ ट्रायल प्रो लिएको छौं जसको चाहिँ 1 रुपैयाँ पनि लाग्दैन साथीहरु तपाईहरुले सब्स्क्रिप्सन लिइसकेपछि पछि गएर त्यो सब्स्क्रिप्सनलाई क्यान्सल गर्दिनु होला तपाईहरुलाई काम नभएपछि यानी कि मन्थ कम्प्लिट हुनुभन्दा अगाडि तपाईहरुले त्यसलाई क्यान्सल गर्न सक्नुहुनेछ अब यहाँ मैले पेस्ट गरिसकेको छु यदि तपाईहरुलाई 3 भन्दा बढी भिडियो बनाउनु छ भने मल्टिपल जिमेलहरु पनि क्रिएट गर्न सक्नुहुन्छ त्यसको लागि म तपाईहरुलाई आउने भिडियोहरुमा अवश्य पनि सिकाउने छु अब यहाँ मैले प्रम्प्ट लेखिसकेपछि साथीहरु यहाँ गो मा क्लिक गर्छु यानी कि मैले जेनेरेट गर्दै छु भिडियो यहाँ जस्ट अ सेकेन्ड भनेर देखाइरहेछ लोडिङ भइरहेको छ साथीहरु मेरो भिडियो रेडी हुँदैछ यानी कि यो एआई ले हाम्रो भिडियो प्रम्प्ट अनुसार रेडी पार्दैछ र धेरै साथीहरुले धेरै तरिकाबाट ड्रीम फेस यता उता भनेर धेरै भिडियोहरु सिकाउनु भएको छ युट्युबबाट साथीहरु सबै भिडियोहरु एकदमै फेक रहेको छ जुन तपाईहरुले यहाँबाट पाउनु हुनेछ VEO3 बाट जुन पाउनु हुनेछ त्यस्तो टाइपको भिडियो कहीँ पनि बन्दैन साथीहरु तपाईहरुको जुन मंकी सब्जेक्ट रहेछ त्यो सब्जेक्ट चाहिँ हल्लिदैन एकै ठाउँ बसेर बोल्ने हुन्छ काइन्ड तपाईहरुको लिपसिङ मिल्दैन धेरै कुराहरु रहेछ साथीहरु त्यही भएर तपाईहरुले यो प्रोसेसबाट अवश्य पनि बनाउनु होला र जुन जति भाइरल भिडियोहरु रहेछ सबै भिडियोहरु यसै प्रोसेसबाट बनाएको छ र साथीहरु च्यानलमा नयाँ हुनुहुन्छ यस्तै ट्रेन्डिङ भिडियोहरु मैले टाइममा चाहिँ अपलोड गर्दै आइरहेको छु त्यसको लागि साथीहरु तपाईहरुले अवश्य पनि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला र छेउमा रहेको बेल आइकन दबाएर नोटिफिकेसनलाई अलमा राख्न नबिर्सिनु होला र साथीहरु यहाँ जेनेरेट भइरहेको छ जेनेरेट भइसकेपछि म तपाईहरुलाई सिधै भिडियोलाई प्ले गरेर देखाउने छु र साथीहरु तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ यो भिडियो इज रेडी यानी कि हाम्रो भिडियो चाहिँ एआई ले बनाएर दिइसकेको छ ब्याकग्राउन्ड हेर्न सक्नुहुन्छ एकदम सिनेम्याटिक एकदम रियलिस्टिक शट दिएको छ यानी कि यहाँ भ्लगर मंकी पनि आइसकेको छ तपाईहरुले यसमा भ्लगर मंकी चाहिँ टक गरिरहेको यानी कि बोल्दै भिडियो बनाएको कुराहरु डिस्क्राइब गर्नु भने तपाईहरुको यो भिडियोमा मंकी चाहिँ बोल्दै गरेको पनि देख्न सक्नुहुन्छ यहाँ बोलेको छैन साथीहरु ब्याकग्राउन्डहरु चाहिँ मुभ भइरहेको छ हामीले चाहिँ त्यही अनुसारको प्रम्प्ट दिनुपर्ने हुन्छ ताकि तपाईहरुको मंकी पनि यहाँ मुभमेन्ट हुनेछ र साथीहरु भिडियो चाहिँ हाम्रो रेडी भइसकेको छ यसरी नै तपाईहरुले आफूले मन लागेको अनुसार प्रम्प्टहरु लेखेर यसमा चाहिँ भिडियोमा तपाईहरुले दिन सक्नुहुन्छ ताकि तपाईहरुको भिडियो अझै तपाईहरुले सोचे जस्तो बन्नेछ र तपाईहरुको यो भिडियो रेडी भइसकेपछि यहाँ भिडियो डाउनलोड गर्ने यहाँ माथि अप्सन रहेको छ यहाँ तपाईहरुले क्लिक गर्नु होला क्लिक गर्ने चाहिँ तपाईहरुको भिडियो साथीहरु डाउनलोड हुनेछ र तपाईहरुलाई धेरै भन्दा धेरै प्रम्प्टहरु चाहिन्छ भने म तपाईहरुलाई मेरो टेलिग्राम च्यानलमा दिनेछु टेलिग्राम च्यानलमा साथीहरु तपाईहरुलाई मैले धेरै भन्दा धेरै प्रम्प्ट प्रोवाइड गर्नेछु हिन्दीमा नेपालीमा थुप्रै प्रम्प्ट दिनेछु तपाईहरुले त्यसको लागि भिडियोको तल डिस्क्रिप्सनमा जोइन आवर टेलिग्राम च्यानलमा गएर टेलिग्राम च्यानल अवश्य जोइन गर्नु होला म त्यहाँबाट तपाईहरुलाई सबै प्रम्प्टहरु दिनेछु त्यहाँबाट तपाईहरुले प्रम्प्टहरु सजिलैसँग कपी गरेर युज गर्न सक्नुहुनेछ र आउने दिनमा यस्तै ट्रेन्डिङ युजफुल ट्युटोरियलहरुको साथ अवश्य पनि उपस्थित हुनेछु अहिलेलाई बाइ बाइ